नमस्ते साथीहरू। आजको डिजिटल युगमा हामी सबैको हातमा एउटा यस्तो कार्ड हुन जरुरी छ जसले हाम्रा सबै सरकारी सेवाहरूलाई एउटै ठाउँमा जोडोस्। त्यो हो राष्ट्रिय परिचय पत्र। आज म यो भिडियोमा राष्ट्रिय परिचय पत्रको कुरा गर्दैछु। अहिले पासपोर्ट बनाउँदा होस् वा अन्य सरकारी कामका लागि यो राष्ट्रिय परिचय पत्र अनिवार्य भइसकेको छ। सबैलाई लाग्न सक्छ यो बनाउन निकै झन्झटिलो छ, तर विश्वास गर्नुहोस् अनलाइनबाट फारम भर्ने निकै सजिलो छ। आज म तपाईलाई स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। सबभन्दा पहिला आफ्नो ब्राउजरमा गएर राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइट खोल्नुहोस्। अनलाइन आवेदनमा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ तपाईले लगइन फर इन्डिभिजुअल भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। अब आफ्नो मोबाइल नम्बर राख्नुहोस्। तपाईको मोबाइलमा एउटा 4 नम्बरको ओटिपी कोड आउनेछ। त्यसलाई त्यहाँ इन्टर गरेर लगइन गर्नुहोस्। अब इन्टरफेस खोल्नेछ र त्यो इन्टरफेसमा न्यू इनरोलमेन्टमा क्लिक गरेर आफ्नो व्यक्तिगत विवरण भर्न सुरु गर्नुहोस्। ध्यान दिनुहोस्, नाम, थर, जन्ममिति र ठेगाना भर्दा नागरिकता अनुसार हुबहु भन्नु होला। सानो गल्तीले पछि दुःख पाइन सक्छ। आफ्नो बुवा, आमा, बाजे, बजे र पतिको नाम, थर र ठेगाना पनि सही भर्नु होला। सबै विवरण भरिसकेपछि अब पालो आउँछ एपोइन्टमेन्टको। तपाई कुन जिल्ला वा इलाका प्रशासन कार्यालयमा आफ्नो बायोमेट्रिक अर्थात् औँलाको छाप र फोटो दिन चाहनुहुन्छ त्यो ठाउँ र आफूलाई पाएक पर्ने मिति छान्नुहोस् र सबै कुरा ठिक छ भन्ने फारमलाई सबमिट गरिदिनुहोस् र आएको टेम्प्लेट्स वा प्रिन्टलाई पिडिएफमा सेभ गरेर राख्नुहोस्। बस अनलाइनको काम सकियो। अब तपाईले तोकिएको मितिमा आफ्नो सकल नागरिकता र अनलाइन फारमको प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुपर्नेछ। त्यहाँ तपाईको फोटो खिचिनेछ, औँलाको छाप र डिजिटल हस्ताक्षर लगिनेछ र तपाईको राष्ट्रिय परिचय पत्र बनाउने काम सकिएको छ। देख्नुभयो त अनलाइनमा बसेर फारम भर्नुभन्दा अहिले नै अनलाइनमा यो काम गर्दा कति समय बच्छ। आशा छ यो भिडियोले तपाईलाई मद्दत गर्यो होला। यदि केही बुझ्नुभएको छैन भने तल कमेन्ट गर्नुहोला। यस्तै जानकारीको लागि सरकारी सेवा तपाईहरु समक्ष भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।